ठ्याक्कै यो बाटो बागलुङबाट बेनी जाने चाहिँ दुईवटा बाटो छ साथीहरू, एउटा माथि बाटो एउटा तल बाटो। माथिदेखिको माथिल्लो बाटो त पुरानो भइहाल्यो लगभग, त्यो पनि पिजै छ। एक दुई ठाउँमा यसो पहिरोहरूले भत्केको बाटो भन्दा राम्रै छ त्यो पनि, तर त्यो बाटो चाहिँ लास्टै लामो छ कि। अनि हामीले फेरि आफ्नो बाटोलाई प्रमोट गर्नु पऱ्यो। म यो आइराखेको बाटो चाहिँ हाम्रो बेनी जाने नै बाटो, तर तल्लो बाटो एकदम सर्टकट सिधा सिधा छ, तर छोटो हुन्छ। बिचमा चाहिँ एउटा हाम्रो गाउँको पुल तरेर पारीको पिच बाटो निस्क्यो भने अझ सहज हुन्छ। कतिपय साथीहरूलाई थाहा छ यो सर्टकट रुट, अनि त्यही बाटो हेर्नुहुन्छ। सो थाहा नहुनेहरूले पनि हेर्नु होला। यो माथितिर चाहिँ बागलुङ बस पार्कतिर जान्छ यो बाटो। यो तल्लोको बाटो चाहिँ हाम्रो गाउँतिर जाने। साबिक चाहिँ यो बागलुङ जिल्ला नै भएकोले ओडारचौरको यो बाटो राम्रो छ है साथीहरू। कहाँसम्म कस्तो छ म देखाउँछु यो भिडियोमा। र पुरै बाटो बनियो भने त यो बाटो कति छिटो हुन्छ नि त, किनकि बागलुङबाट बेनी जानेहरू धेरै चाहिँ मालडुङ्गा घुम्न पर्ने कि उपल्लो बाटो पनि साँघुरो अलि लामै पर्ने भएको भएर यो बिचको बाटो चाहिँ उत्तम हुनसक्छ भविष्यमा। अहिले त यहाँ गाडी हिँड्दैन, उस मात्रै छ साथीहरू। बाइकलाई मात्र भनेको है मैले। बाइकहरू यदि हजुरहरू बिनी जानु छ भने यो बाटो, यो ओडारचौर हुँदैको बाटो भएर बेनी जाँदाखेरि एकदम छिटो पर्छ। बिचमा चाहिँ अफरोड छ नि फेरि थोरै, म देखाउँछु होइन। तर पछि चाहिँ राम्रै होला अलिअलि। यो वर्ष चाहिँ फेरि बजेट छैन हाम्रो त्यो बाटोमा। यो बागलुङ नगरपालिकाले होला आफ्नो सिमानासम्मै पिच गरिसकेको छ ओडारचौर। यो ढिक अहिले यो पिच भइसकेपछि अलिकति फेमस भइरहेछ। यहाँ हल्का रिलहरू भिडियोहरू आउँछन् यो ढिकमा। माथि कुँडुले तल ढोडेनी फर्स्ट चाहिँ भ्यू चाहिँ राम्रो आउँछ यहाँबाट। अनि यो चाहिँ ढोडिनसम्म पिच छ बाटो। यो राम्रो पिच गरेछन्। एक दुई ठाउँमा त अलिअलि बर्खामा भत्किएको थियो लगभग। पछि यो बाटो प्रमोट भएर गाडीहरू हिँड्न लाग्यो भने हाम्रो बाटोलाई पनि केही हुन्छ है साथीहरू। टक्क हेरौँ। म फेरि बिस्तारै चलाउँछु, अलिकति भिडियो लामो हुनसक्छ है त साथीहरू। अब यहाँबाट केही मिनटमा भनौँ न लस्तीसम्म पुग्न सकिन्छ गरे। अब बागलुङबाट घुमेर जाने हो भने त उता मालडुङ्गा पुगेर आउँदा धेरै लामो हुन्छ नि त। बिचमा चाहिँ पुल तर्ने पनि बनाएको छ नि, तर यता ढोडिनीको पुल तार्न चाहिँ अलि अप्ठ्यारै छ। त्यहाँ पनि बिस्तारै बन्ला। अहिले चाहिँ यहाँ ढोडिनीसम्म अटो र ट्याक्सीहरू आउँछन् गरे, अरू ट्र्याक्टरहरू। तर ढोडिनी खोला बर्खामा ढोडिनी खोलाबाट गाडीहरू उता जान नसक्ने भएको भएर
त्यहाँ चाहिँ अहिले म देखाउँछु साथीहरूलाई। यो पारीको फर्से है त साथीहरू, पारी पर्वत, यो बाक्लुङ र त्यो झोलुङ्गे पुल तरेपछि आउँछ म्याग्दी। अब यो बाटो त फर्से र लस्तीकोलाई पनि बाक्लुङसित जोड्न चाहिँ एकदम नजिक भइहालेछ अरे। ढडिनीसम्म पिच पनि राम्रै छ साथीहरू। यहाँसम्म त उत्तिखेरै पट्टारेर चलाउनेहरू त उत्तिखेरै आइपुग्छन् साथीहरू। यो ढोरेनी गाउँ हाम्रो छिमेकी गाउँ है त साथीहरू। मलाई चाहिँ पहिल्यैदेखि यो बाटो मेरो भ्लगमा देखाउन मन लागिरहेको थियो। अब यो पुलबाट तर्ने बाटो यहीँ तलबाट छ, तर अलिक अप्ठ्यारो छ। हामी चाहिँ यहाँबाट हाम्रो गाउँतिरको बाटो देखाउँछ है त। यो भिडियो मन परेको भए लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोस्। यस्तै रमाइला भिडियोका लागि हाम्रो च्यानल सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्नुहोस्। धन्यवाद।